मेरो हातमा केही पनि रहेन भन्ने मैले थाहा पाएपछि मैले राजीनामा गरेँ। त्यसपछि तोडफोड आगजनी अनेक खालका घटनाहरू घटे अनि केपी ओलीका विरुद्ध प्रहार। यो जेनजीको भ्रष्टाचार अन्त्य गर भन्ने मागसँग, सुशासन होस् भन्ने कुराको मागसँग, सुशासन हुनका लागि के कुरामा सुधार गर्नुपर्छ गरियोस् भन्ने कुरासँग, ती कुराहरूलाई मैले गम्भीरताका साथ लिएँ। तर त्यतापट्टि देशलाई जान दिए। के भएको थियो? छानबिन आयोग बनेको छ। छानबिन आयोगले गर्दा 23 र 24 गतेका घटनाहरूको सन्दर्भमा आयोगको प्रतिवेदन हामीले पर्खिन जरुरी छ। आयोगले भनेको छ नीतिगत तहमा र व्यवहारिक तहमा त्यो आदेश दिने, कार्यान्वयन गर्ने, कार्यान्वयन भएको हो कि अर्थकै भएको हो, के भयो? विभिन्न प्रकारका भिडियोहरू आएका छन्। कति सत्य हो, कति एआई परिचालित, एआई निर्मित हो, त्यो मैले छुट्याउने कुरा हो, आयोगले छुट्याउने। तर प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ, न थाहा पाउँछ। त्यसो भएर यतापट्टि म सबैलाई स्पष्ट हुनु। अब आगामी दिनमा मैले हिजो पनि सुने, दिनभरि सुने, बेलुका पनि सुने, बिहान पनि सुने, आज यो ठाउँमा हमला गर्ने त्यस्ता डिजिटल प्लेटफर्महरूमा मैले सुने। यहाँ हमला किन गर्ने? अधिकार, शान्तिपूर्ण ढङ्गले बाँच्न पाउने अधिकार, मौलिक अधिकार गर्नलाई या किन हमला गर्ने? कानुनको बाटो हिँड्ने कि सामाजिक मर्यादाको बाटो हिँड्ने कि मैले जे भनौँ त्यही हुनुपर्छ भन्ने बाटो हिँड्ने? हामीले संविधानको, सामाजिक मर्यादाहरूको र संवैधानिक, कानुनी र लोक समाधान खोज्नु।